तपाईहरु नि आफ्नो बाइकमा या स्कुटरमा यस्तो पठाउ राइडरको लागि चार्जर हाल्दै हुनुहुन्छ भने हैन, चार्जर हाल्दै हुनुहुन्छ भने डाइरेक्ट यो हेर्नु, उहाँले डाइरेक्ट ब्याट्रीमा कहाँबाट वर्षमा गएर हालेर आउनु भएको छ। तर ब्याट्रीमा हाल्ने हैन के, ब्याट्रीमा हाल्ने हैन, यसलाई यो चाबी स्विचमा हाल्ने हो। चाबी स्विचमा हालेपछि के हुन्छ हैन, चाबी अन गर्दा तपाईको यहाँ बत्ती देखाउँछ हैन, लाइन आउँछ। चाबी अफ गरिदियो भने तपाईहरुको लाइन जान्छ, किनकि यो डाइरेक्ट जोड्दा यहाँ ब्याट्रीमा डाइरेक्ट जोड्दा तपाईहरुको ब्याट्री डिस्चार्ज भइरा हुन्छ। यसरी चाहिँ नजोड्नु है। म देखाउँदै छु कस्तो जोड्ने हो, अनि यहाँ जोड्नु है। चाबीको स्विचमा जोडेपछि जसरी अहिले यहाँ हेर्नु, यहाँ लाइन आएको छैन है, साँचो अन गरेपछि मात्रै लाइन आउँछ। साँचो अन गरेँ मैले हैन, अनि यहाँ लाइन आयो। अफ गर त भाइ, अफ गरेपछि जान्छ, अन गर त, अन गरेपछि आउँछ हेर्नु है।